खरा ओहो ल अर्ग्यानिक तरकारी ल्यायो पियारा पानी खान लाग्नु भयो ल खानु कस्तो मिठो छ जङ्गलको पानी कलकल ल है अब पिकनिक सुरु है अब पिकनिक बच्चाहरूको पिकनिक ओ हो लोकल अन्डा दिल्ली खोल्दै भेटेन भेट्नु भयो अलिकति ओहो कस्तो राम्रो पानी चितवन आएर मिठो भने यस्तो पानी छ है म तिम्रै नातिनी किन हो र ए बुढी आतिनी नातिनीलाई काँधैमा बोकेर हजुरआमा फाल ठोके हजुरआमा गइन फाल नै ठोकेर दाते ओखरा त यता फर्क्यौ हे दसैँ मान्न रमाइलो गाउँमा साह्रै गर्मी रहेछ यो ठाउँमा दसैँ तिहार अर्ग्यानिक तरकारी ल्यायो पियारा कति चाहिँ राम्रो छ त के दुसे करिला अरे फेरि यति हो र काम छ यति हो र वाग ल्याएर मैले जम्मै रुखै त लरे खाँदा वाग यो त गाउँमा पहिला भोग लाग्छ जाम न त जाम पिकनिक जाम कति राम्रो छ हेर्नु कलर ल फुल हो खै छोरा तिमी जाने होइन र त्यो के कापे गए जाने हो नि सबैजना सबै 8-9 जना फिल्म हेर्न गएछन् 8-9 जना हो र 3टी छोरी त्यो 2टी बुहारी 5 जना फिल्म हेर्न 2टा नाति अनि समेक नि गएको 7 जना भइगयो नि समेक पनि गएको छ 7 जना गएछ अब 7 जना उता जाने मान्छे हुन्छ भन्ने पिर कता यहाँ बाजा त सबैजना जाने हो अब 5 बजे 5:30 बजे आएर अनि भात पकाउने हो ल पानी पर्ला त्यसै नि ल हिँडिहाल्नु पर्यो ल अब हाम्रो ठ्याक्कै गाई पिकनिक सुरु हुन्छ अब यहाँदेखि गाईहरू ल बाई छोरोलाई छोरी तिमीलाई रेडी पार्ने हो छोरी मैले नातिनी त्यो चाहिँ हो मैले लुगा सुगा ल आऊ नातिनी आऊ तिम्रो कपाल गरिदिन्छु म राम्री बनाइदिन्छु ल देउरान जेठान के गर्दै भने त ओहो हो दही भएको यो अचार के ओहो लोकल अन्डा हो त्यो लोकल अन्डा कान्छालाई हो 2टा राखिदिइराख्नु ए ओइ भने भएर 2टा छैन अन्डा त त्यही हो नि हो र यता कुनैमा दुध छ ठुलो हाल्दैन यो चाहिँ यतै हाल्दै हुन्छ ल फुटाइछ त्यसलाई के नि हुन्न ल हिँड्यो अब आज त यात्रा लबडाँडातिर हाई हलो गरिदिनु नि त यसो हामी लबडाँडा जाँदैछौँ यहाँ अगाडि पिङ पनि छ हामी अब पिङ पनि खेल्छौँ अनि पार्क छ अरे अब कस्तो छ हेर्छौँ पनि त्यो पार्कमा हामी एकदम ऊ अगाडि गइसक्नु भयो उहाँहरू मात्रै हो र हाम्रो एक टोली बाहिर गइसक्नु भयो पिङतिर हुनुहुन्छ कि एक टोली गइसक्नु भयो खाली जस्तो छ
त्यसमा पनि खेलौँ हामी ओगर्दै गर्नु न आइहाल्छौँ नि हामी एउटा गैँडा पनि रहेछ त्यहाँ एउटा गैँडा रहेछ यता एउटा हात्ती अर्को चाहिँ बोर्डै सुन्न हेर्न थाल्न के को बोर्ड रहेछ भनेर हात्ती कि गाइडा कि एक सिङे गैँडा दुई सिङे नै हो खै होइन एक सिङे हो नि के गर्नु यता हेर त हामी कहाँ जानु लाग्यो भन त पिकनिक जानु लाग्यो तिमी कोसँग हिँड्ने होला भन कोसँग हिँड्ने आमासँग हो कुन आमा त मलाई भन त कुन आमा गीता आमा होइन नि त नि सुनिता आमा हो नि त ल हेर न हिँड्ने बाटै रहन्छ त्यहाँ कसरी जाने होला भाइलाई पनि बोक्नु पर्यो तिमीलाई पनि बोक्ने हो ल हेर यस्तो रहेछ बाटो त अब हामी हजुरआमा नातिनी कसरी आउने हो यहाँबाट ओहो हो हो लौ दाइ त झन् अड्किनु भयो होइन म त त्यहीँबाट हिँडाउँछु ल अब दाइ कसरी फर्किनुहुन्छ त नि ल नास हो नि खुट्टा लाउ छोरी जाम यता हेर त तिमीलाई बोकेर लैजाऊँ म बोकेर लैजान्छु पख हिँडाउँदैन त्यहाँबाट पख म लैजान्छु यसलाई चाहिँ रातो माटो घर पोत्नको लागि रातो माटो खन्ने ठाउँ यस्तो बनाएर खनिन्थ्यो हामीले पनि खन्थ्यौँ पहिला दसैँमा घर लिप्नलाई अहिले त जम्मै ढलन गरे बाटो यस्तै छ के नातिनी यता हेर नि त नि एकचोटि यता हेर न एकचोटि आमालाई हेर न ल यता रहेछ गेट चाहिँ मेन ल जङ्गल रहेछ नि त पुरै बल्ल शीतल भयो नि त बाँसको झ्याङ हेर भूत आउँदैन लाती लाती आउँछ चेकेको रुख होला नि आइहाल्छन् नि उनीहरू नै आउँछन् मेरो ठुल छोरो दौड पख मेरो ठुल छोरो दौडिँदै आयो ओहो ल ओ जाने रहेछ नि त जङ्गलमा हिँड्दा बजाउँदै हिँड्यो तिमीले ल ठुलो बाबाले पनि बसायो तिमी पनि बजाऊ त अलि चिरिरी पार न ल हिँड 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 ल दाते ओ खरा
छ। ल आइपुगे ठ्याक्कै। सम्राट भाइ बुवा छोरालाई जाऊ। ल अब गइयो हिँडियो लभ डाँडातिर हामी डाँडातिर हिँड्यौँ हामी। अहिले बुढी थाहा पनि भयो फेरि गएर हात हुन्छ त्यही भएर अलिक बोले त्यस्तो पिर्छ भयो। धारो यस्तो मजाको यहाँ धारो यो खानु पाएन भने चाहिँ पानी रहन्छ भने किन्छु भने नि ल जताततै पानी आमा टपक्क टिपेर ल त फुत्त के हो गरौँ धारो नि कत्रो हो खानु मिल्ने पानी भात खानु हुन्थ्यो उनीहरूले टुक्रा टुक्रा रहेछ नि त ल यता नि रहेछ नि त नि गडा कस्तो हौ त्यहाँ बस्ने ठाउँ हामी पार्कमा यहीँ आएर कति बेर सुत्यो पर हामी त आएको पहिलोचोटि म जहिले यहाँ त कस्तो आइता बस्ने होइन सुतौँ त्यहाँ आनन्दले उ त चिसोमा कति राम्रो आहा कति राम्रो आउने हेर्नु न यहाँ घर पनि जान्न भात पनि खान्न यतै पर्छु पसारो म त यतै पर्छु पसारो पसारो नि घर पनि जान्न भात कति टाटा खानेकुरा छ यसमा कति राम्रो आयो भने हजुर ल जाऊ सौरा भाइ उता जा सम्राट भाइ गोल्टङ मुल्टङ गोल्टङ मुल्टङ गोल्टङ मुल्टङ ओ उता चार भाइ हो र के तिर्नुपर्छ छोरी हो किन यो खानेपानी हो लड्छ है चिप्लो लड्छ है छोरोलाई नि खुवाइदेऊ न त्यो जुत्ता भिज्यो के गर्यो तिमीले छोरो माथि बसेर यता बच्चाको खेल्ने ठाउँ यसरी पानी खान्छ ताल घाट 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 कति राम्रो फुल म नि पहिल्यैचोटि हो मलाई नि थाहा छैन
भजनका पनि खाना नि त्यसो भए दाइलाई त सबै थाहा छ भने तिमीहरूले भन्यो नि त हामीलाई त आफू गएपछि त अर्को त के थाहा जाने टाइम त चाहिएन चाहिएन अर्को थाहा छ भन्ने खानै भनेर चाहिँ यहाँ अहिलेसम्म आइएको छैन अब भाइ त सडल छोटी आइसक्यो के छ त बुढाहरू कस्तो भइरहेछ के छ आजको कुराहरूलाई भनाऊ त धेरै रमाइलो भयो ल आफ्नो एक्सपिरियन्स सुनाऊ त ल आज खेल्दै खेल्दै उसको टाउको ठोक्यो कसको यो राता मकै टाउको पनि ठोक्यो त्यो एरोप्लेनमा त्यो तल बसिरहेको थियो सम्राट अनि त्यसपछि ट्याक्कै तल आइहाल्यो टाउकोमा लाग्यो ल हेर सम्राटको के ठोक्यो नि आज मेरो आज केही ठोकेन अहिले बिहान घोडा त ठोकिया थियो त यार त्यो त यहाँ ठोक्यो होइन यता बाहिर ठोक्यो ल कसले पोज राम्रो दिन्छ ल 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 ओहो बाबु भाइ यिनीहरूलाई छ म ओहो दाइ सुन्दर पो बनाउँछ ओ दाइ ओ दाइ खाने पानी हो यो खाने पानी हो थाहा छैन बन्द गर त्यहाँ भएका झरे केही पनि हुँदैन ल है अब पिकनिक सुरु है अब पिकनिक बच्चाहरूको पिकनिक ओ हो लोकल अन्डा दिल्ली खोलिदिँदै हुनुहुन्छ नातिको लागि छोराको लागि खेल्न पाइन्छ कुकी बिस्कुट हाम्रो यो फोहोर फाल्न पाइँदैन होला नि त यहाँ ए यसै हो ए हो ल सबै बन्ने तरिका यो हो म आशिका तामाङ चाहिँ बोलिहाल्छु ओहो ए दाइ ओहो ए नानी के तिमीले कहाँ गएको छोरो दाइहरू उता कोही उता आफूले चाहिँ पिङ खेल्न पाइएन त्यही छ दुःख मनाऊ ओहो आमालाई चाहिँ दिन्न हौ ल्याउ मलाई ल्याउ न त नि मलाई हो लाउ सानेलाई कुन के पैसा के दिने के दिने र भन्नु यो हावा जसले छोरी हुन्छ ल के दिने के दिने उके पिकनिक खाना अलिकति लड्काइदिनु त म ल ल त भेट्नु त्यो त हामी नि सक्छौँ नि भेटेन भेट्नु भयो अलिकति ल अब जाम पानी खानु मन लाग्यो कस्तो हो
रानो खाँदैन त्यसले ऊ मात्रै खायो खुवाइदिनु गर्नु पहिला अर्को खुट्टा राखिहाल अर्को ल मचाउ छोरा मचाउ डर लागिसक्यो होला यो हो पानी खानु हुँदैन होला भनेर नखा यो भयो धेरै नमचाइदिनु कहाँ मजा त्यो म के उ छ म पानी खानु मन लाग्यो अन्डा ल्याएर खुवाइदिनु भयो कहाँ जाऊ 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 बुवाले बसाइसिन् त जाऊ डर लाग्छ के उसलाई एकछिन खेलाएर एउटा यो दुईटा भुरा पठाइदिएर पानी खान लाग्नु भयो ल खानु कस्तो मिठो छ जङ्गलको पानी कल 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 मिठो जङ्गलको पानी चिसो पानी मिठो छ हेर यो लबडाँडाको पानी त पुग्यो ओहो कस्तो राम्रो पानी चितवन आएर मिठो भने यहीको पानी छ है लबडाँडाको पानी हो नि त जङ्गलको मूलको पानी अनि मिठो जङ्गलको पानी छ पानीले धारो खोल्न पनि हामीलाई त बन्द गर्न खोल्न नि ना जस्तो लाग्यो यार बन्द भन्नलाई नि खै के अरे भयो भयो भएन ल भयो हिँडिया छन् सबजना ढाटे के रे दाते ओखरा यति राम्रो तारुको छरा आको छम लबडाँडा यति दाते ओखरा यति राम्रो तारुको छरा नातिनी चाहिँ काँधमा बसेको हजुर आमा कता हो फसेको घाटे ओखरा यति राम्रो नातिनी अरूको छरा ए हजुरआमा तेजपत्ता खाएर बसे कि हजुरआमा म तिम्रै नातिनी के गर्छौ त किन ए बुढी आत्तिनी त्यो भएन ए हजुरआमा छौ यहाँ नातिनी बस नातिनी काँधैमा नाति हे नातिनीलाई काँधैमा बोकेर हजुरआमा फाल ठोकिन् हजुरआमा गइन् फाल नै ठोकेर दाते ओखरा तारुको छरा ए जङ्गलैमा कोइली बासेको कान्छी हजुरआमा हेर न हाँसेको ओखरा नातिनी नि मस्क्या छ अरूको छरा ए हजुरआमा लसकै लस्केर बस नातिनी मसकै मस्केर दाते ओखरा भाका चाहिँ कता पुग्यो ताङ्गिन नागिन आइपुग्यो केराको बारीमा
कति बस्नु यो जङ्गल घारीमा अभिनव नाति हिँडेर गइसक्यो अघि बोकेनन् भनेर रहिसक्यो घाटो उखाएर हे अभिनव नाति हिँडेर गइसक्यो अब हामीलाई ढिलो नै भइसक्यो ताङ्गिन नागिन साइट यो त बाटै अर्कै हो यहाँ हामी होइन र गाह्रो छ बाबा गाह्रो छ कहिले साइलबा काँत कहिले कान्छी हजुरआमा काँत गाह्रै छ यस्तै हो हजुरआमा भन्नु सिटी छ र भने म तिम्रै नातिनी किन हो र ए बुढी आतिनी मेरो चाहिँ काँध भटक्कै होइन त ल कस्तो मजा कस्तो रमाइलो हो बाबा कस्तो आनन्द के यार बालापनको जिन्दगी भने त मज छ के अनि तिनीहरू फिल्मै हेरेर आएछन् के अरे तिमीहरूले बोकेर हिँड्नु पनि के मन्द अर्दिन ल गरिदिनु त साइलामा पालाइसँग छ नि के सौरभले बोक्ने बाबालाई खोइ त ठुल दिदीहरू यता फर्क्यौ ओहो ल अब के तिम्रो छोरी बोके हो हाल नबोल के जर फुला रातिमाहरू उतले त फेरि अर्को हजुरआमालाई डस्या छेउ हिँड्न अल्छीले एउटा न एउटा काना त बसेकै छ कहिले अङ्कल कहिले हजुरबाउ कहिले हजुरआमा कहिले कुन हिँड्न सक्दिनँ बोक्नु न भनेपछि बोक्नु परि गई निच्चा गऱ्यो बस्यो यस्तै छ पारा आमा पानी खान्छु कहाँ गयो नि पानी फेरि आमा पानी सेकेन्डमा अनि आमा म त बोक्नु न आमा बोक्नु न हो कि होइन नि हो कि होइन किन अहिले भर्खर मलाई चिठी पत्र पारेर उचाल्नलाई बोक्नलाई मलाई को पारी तिमी बुढी कति गरी बुढो भएपछि अनि मलाई त हजुरआमाहरूले घारी नै तेज पत्ताको घारी सब रुखहरू जम्मै तेज पत्ताको रुख रहेछ जम्मै हामीलाई चाहिएको बेलामा किन्ने यहाँ किन्नु पऱ्यो हामीले यहाँ सुकेर गएको यहाँ भइभरि भिजोक यहाँको चाहिँ एउटा कुरो राम्रो ठामै टोइलेट ठामै टोइलेट ठामै धारो ऊ त्यस्तो ठामै त्यस्तो ऊ त्यो बस्ने के भन्छ त्यसलाई बस्ने के अरे ऊ त्यो टहराहरू छ ल अन्त स्वच्छ पानी चिसो पानी चितवनमा आएर चिसो पानी खानु पाए अहिले मिठो पानी ल अब तेजपत्ता यहीँ तेजपत्ता पानी खाएर मूलको पानी यहाँ रहेछ पिङ कहाँ लानु भयो तिनीहरूले पानी खाए तेजपत्ताको हाँगा लिएर घर जान लाग्यो होइन पात टिप्नु भयो दुई तिनवटा यसो पात खाइहेर त कति मिठो छ अनि दालचिनी ल्याउनु त चपाउ मजाले मरङ चपाउ मैले त केही स्वाद पाएँ नि के चपाउ चपाउ न स्वाद पाउँछ घाँस भैँसी भन्दा कम छैन नि हाम्रा कति मिठो हुन्छ त्यत्तिकै मैले खाऊ भनेको छु त दालचिनी त हो नि सबैलाई दिनु नि एउटा पात दालचिनी यता हेर मिठो छ भने गाली गर्नु हुन्न होला भने मार्ने होला हुँदैन हाँगा त पात टिप्नु नि दुई चारवटा टिप्नु हो बरु खानलाई मिठो भयो दुईवटा पात टिप्नु पनि आउँदो रहेछ नि त चिप्लो ओरिजिनल भएर हो यसको बोक्रा त दालचिनी होइन त
यसको त यो साह्रै हुने पात पनि हुने बोक्रा पनि हुने केही खेर नजाने यसको त चिज यो चिज चाहिँ नातिनी पुप बनाएर खाने हो त्यो त ल आइपुग्यो ठ्याक्कै हो अघि सुरु गरेको ठाउँमा ल यत्रो पानी ल त यहाँ त्यसो भनेदेखि ओहो यति चिसो पानी छ र खाना हुने भए खान्थ्यौँ म त यहाँ पानी खाना हुन्छ कि हुँदैन थाहा छैन दिदी फ्रिजको पानी त के चिसो हुन्छ र त्यस्तो छ भने यो त नुहाउनु के थाहा होला त कति चिसो छ छुनु नि त्यही खोइ रन्छ कहाँ नुहाउनु यस्तो पानीमा खोइ नातिनीलाई मैले हाल्दै हो नि त एउटा पात फेरि चपाउँ न यो चाहिँ तेजपत्ताको पात हो यो चाहिँ ल अब चाहिँ हामी यहाँबाट हिँड्यौँ घर फर्क्यौँ अब घरमा गएर पुऱ्याउनु घट्नु छ आज कति र 2 डेक्ची होइन त 2 डेक्ची दुध छ अब त्यसको पुऱ्याउनु पकाएर हुन्छ अरे अहिले दुधा अहिले दुध 2 डेक्ची हुन्छ अरे त्यसको पुऱ्याउनु पकाएर बेलुका म अनि यो भ्लगलाई अन्त्य गरिदिन्छु ल बाई बाई यहाँबाट चाहिँ बाई बाई टाटा सी यू सुन Have a good day. Have a good day. Bye bye.